हाई एभ्रिवान नमस्ते। अनि आज चाहिँ म हाम्रो मकै बारीमा छु। अनि आज चाहिँ म मकैको भिडियो गर्दैछु। अनि यो चाहिँ पुरा मकैहरू फलिरहेको छ। अनि हरियो मकै खाने बेला भइरहेको छ। आउनु चाहिँ साथीहरू हाम्रोमा मकै खाने पोलेर खाने बेला भइसकेको छ। यसरी फलिरहेको छ। अनि कोलाई हरियो मकै मनपर्छ आउनु होला हाम्रो गाउँतिर आउनु होला। हाम्रो गाउँतिर चाहिँ अहिले मकैको सिजन भइरहेको छ। अनि मकै फलिरहेको छ यसरी। अनि यो चाहिँ हाम्रो बारीमा हो। अनि हरियो मकै जसलाई इच्छा छ जसलाई खाने मन छ आउनु होला हाम्रोतिर। हेलो साथीहरू। अनि यो चाहिँ हाम्रो गाउँ हो। अनि यो चाहिँ सबै मकै बारी हो। यो चाहिँ हाम्रो घर हो। यता पनि मकैबारी छ। पुरै मकैबारी छ। यो सबै मकैबारी हो। अहिले चाहिँ सुगाको सिजन आइरहेछ। यहाँनिर चाहिँ झोलङ्गी पुल बनिँदैछ। मान्छे पनि चलिरहेको छ यहाँ। भेलेन्सिया कता हिँडेको? हिँड उता हिँड लडिन्छ। यो चाहिँ तलैसम्म हो। अनि यो चाहिँ मकैबारी। यो चाहिँ काँक्रा खेतीहरू हो। यो चाहिँ सानो सानो काँक्राहरू। अनि यो चाहिँ अनि नानी हिँड्नु उता हिँड्नु त। कता जान्छु? त्यता जानु हुँदैन। हिँड। अब के किम्बु त्यस्तो किम्बु खानु हुँदैन। हिँड्नु त लु हिँड्नु। कसलाई काँक्रा खाने मन छ काँक्रा खानु आउनु होला। काँक्राको सिजन छ अहिले यतातिर। यस काँक्राहरू फलिरहेको छ। यसरी काँक्रा फलिरहेको छ। यहाँ तल पनि पक्रिरहेको छ। उहाँ यसरी काँक्रा फलिरहेको छ। कसलाई काँक्रा खाने मन छ काँक्रा खानु आउनु होला। काँक्राको सिजन छ। यो चाहिँ काली काँक्रा के हो म त थाहा छैन नाम त। यसरी हो। काँक्रा मकै खाने मन छ भने मकै खान आउनु होला यहाँ। आउने त बन्दाकोपी। यो आम लेडीबाग्स। यो चाहिँ सानो मकै। भेलेन्सिया पोज गर।